दक्षिण पूर्वी एसियामा रहेको एउटा सानो देश, तर यसको कथा भने सानो छैन। हरियालीले भरेको सडक, शान्त वातावरण, आधुनिक सहर, समृद्ध तेल र ग्यासको इतिहास अनि सयौं वर्ष पुरानो सुल्तानेत। आखिर कस्तो छ त ब्रुनाईको वास्तविक जीवन? यहाँको इतिहास कस्तो छ? मानिसहरूको दैनिकी जीवन कसरी बित्छ र एउटा सानो देशले तेल र ग्यासबाट कसरी आफ्नो आधुनिक पहिचान बनायो? आज हामी नजिकबाट चिन्नेछौँ ब्रुनाई दारुसलामलाई। दर्शकबिन, भिडियो सुरु गर्नु अघि भिडियोलाई लाइक गरी तपाईले यो भिडियो संसारको कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नुहोला। सबैभन्दा पहिले ब्रुनाई कहाँ छ भनेर बुझौँ। ब्रुनाई दारुसलाम दक्षिण पूर्वी एसियामा ब्रुनेओ आइसल्यान्डको उत्तर पश्चिमी भागमा अवस्थित देश हो। यसको राजधानी हो बन्दर सेरी बेगवान। क्षेत्रफलका हिसाबले ब्रुनाई करिब 5765 वर्ग किलोमिटरको देश हो र 2025 को सरकारी अनुमान अनुसार यहाँको जनसङ्ख्या करिब 4,58,000 छ। सानो भूगोल र तुलनात्मक रूपमा कम जनसङ्ख्या भए पनि ब्रुनाई प्राकृतिक स्रोत र आर्थिक विकासका कारण दक्षिण पूर्वी एसियामा आफ्नो छुट्टै पहिचान राख्छ र तपाईँ ब्रुनाईका सडकमा यात्रा गर्दा एउटा कुरा तुरुन्तै महसुस गर्न सक्नुहुन्छ। यहाँको वातावरण निकै शान्त र व्यवस्थित देखिन्छ। तर आजको ब्रुनाई बुझ्न यसको इतिहासमा फर्किनुपर्छ। 14औं देखि 16औं शताब्दीसम्म ब्रुनाई सुल्तानेतको प्रभाव आजको ब्रुनाई भन्दा धेरै ठूलो क्षेत्रमा फैलिएको थियो। इतिहासको क्रममा युद्ध, समुद्री डकैती र युरोपेली शक्तिहरूको विस्तारका कारण त्यो प्रभाव क्रमशः घट्दै गयो। सन् 1888 मा ब्रुनाई ब्रिटिस प्रोटेक्टोरेट बन्यो। पछि सन् 1959 को सम्झौताले ब्रुनाईलाई आन्तरिक स्वशासनको आधार दियो र अन्ततः 1 जनवरी 1984 मा ब्रुनाईले पूर्ण स्वतन्त्रता प्राप्त गर्यो। त्यसैले आजको ब्रुनाई हेर्दा तपाईले आधुनिक सहर मात्र होइन, लामो राजकीय इतिहास बोकेको एउटा सुल्तानेट पनि देख्नुहुन्छ। दर्शकबिन, ब्रुनाईको जीवनशैलीमा संस्कृति र धर्मको पनि महत्त्वपूर्ण स्थान छ। यहाँको अफिसियल ल्याङ्ग्वेज मलय हो र इस्लाम देशको प्रमुख धर्म हो। तर दैनिक जीवनलाई हेर्दा ब्रुनाई परम्परा र आधुनिकताको मिश्रण जस्तो देखिन्छ। एकातिर पुरानो संस्कृति, इस्लामिक आर्किटेक्चर र सुल्तानेतको परम्परा, अर्कोतिर आधुनिक सपिङ मल, रेस्टुरेन्ट, गाडी, आधुनिक घरहरू र व्यवस्थित सहर। यही पुरानो र नयाँ जीवनशैलीको मिश्रणले ब्रुनाईलाई अझ रोचक बनाउँछ। सपिङ गर्न जाँदा होस्, परिवारसँग बाहिर निस्कदा होस् वा सामान्य रूपमा सडकमा यात्रा गर्दा, यहाँको दैनिक जीवनलाई आफ्नै आँखाले हेर्दा यसको वास्तविक अनुभूति अझ फरक हुन्छ। दर्शकबिन, अब कुरा गरौँ ब्रुनाईको दैनिकी जीवनको। यहाँ व्यक्तिगत सवारी साधनको प्रयोग दैनिकी जीवनको एउटा महत्त्वपूर्ण हिस्सा हो। सडकमा यात्रा गर्दा धेरै ठाउँमा खुल्ला स्पेस, हरियाली र शान्त वातावरण देख्न सकिन्छ। सहरको क्षेत्रमा आधुनिक भवन र सपिङ एरिया देखिन्छन् भने अलि बाहिर जाँदा हरियाली र प्राकृतिक वातावरण झन् स्पष्ट हुन्छ। सपिङ, खाना, परिवारसँग घुमफिर र दैनिक कामकाज, यी सामान्य गतिविधिहरूमा पनि ब्रुनाईको आफ्नै जीवनशैली देखिन्छ। र यही कारणले कुनै देशलाई बुझ्न केवल ठूला भवन र टुरिस्ट एट्र्याक्सन हेरेर पुग्दैन। सडकमा देखिने सामान्य दृश्यहरूले पनि त्यो देशको जीवनबारे धेरै कुरा बताइरहेको हुन्छन्। दर्शकबिन, ब्रुनाईको कुरा गर्दा यहाँ आफ्नो सपना बोकेर बसिरहेका नेपालीहरूलाई पनि छुटाउन मिल्दैन। सामान्य रोजगारीका लागि आएका तथा ब्रुनाई सरकारको अनुरोधमा ब्रुनाईको महत्त्वपूर्ण स्थानहरूमा सुरक्षार्थ खटिरहेका गोर्खालीहरू मेहनत गर्दै आफ्नो परिवार र भविष्यका लागि अघि बढिरहेका छन्। विदेशमा रहे पनि आफ्नो भाषा, संस्कृति र नेपालीपनलाई जोगाउँदै ब्रुनाईको समाजको एउटा हिस्सा बनेर बसिरहेका छन्। दर्शकबिन, ब्रुनाईको अर्थतन्त्रको कुरा गर्दा सबैभन्दा महत्त्वपूर्ण विषय हो तेल र प्राकृतिक ग्यास। ब्रुनाईमा तेलको खोजीको इतिहास सन् 1879 सम्म पुग्छ। सन् 1929 मा सेरिया क्षेत्रमा कमर्सियल ओयल डिस्कभरी भयो र सन् 1932 मा ब्रुनाईले पहिलो पटक तेल एक्सपोर्ट गर्यो। त्यसपछि तेल र ग्यास उद्योगले देशको आर्थिक विकासमा ठूलो भूमिका खेल्दै आएको छ। तर देश अहिले केवल परम्परागत ओयल र ग्यासमा निर्भर भएर बस्न चाहँदैन। डाउन स्ट्रिम इन्डस्ट्रिज, पेट्रोकेमिकल्स र अन्य नयाँ क्षेत्रमा पनि आर्थिक विविधीकरणको प्रयास भइरहेको छ। अर्थात् ब्रुनाईको कथा केवल तेलको कथा होइन, यो एउटा प्राकृतिक स्रोतमा आधारित अर्थतन्त्रले भविष्यका नयाँ अवसरहरू खोजिरहेको कथा समेत हो। दर्शकबिन, ब्रुनाईको अर्को ठूलो विशेषता हो यसको प्राकृतिक वातावरण। यो देश ट्रपिकल क्लाइमेट भएको क्षेत्र हो, त्यसैले यहाँ हरियाली र वर्षाको आफ्नै विशेष अनुभव हुन्छ। सहरबाट बाहिरतिर यात्रा गर्दा सडकको दुवैतर्फ देखिने हरियाली, खुल्ला ठाउँ र शान्त वातावरणले ब्रुनाईको अर्को रूप देखाउँछ। त्यसैले ब्रुनाईलाई केवल मोडर्न बिल्डिङ र
ओयल इन्डस्ट्रीबाट मात्र बुझ्न सकिँदैन। यहाँको प्रकृति पनि देशको पहिचानको महत्त्वपूर्ण हिस्सा हो। दर्शकबिन, इन्टरनेटमा ब्रुनाईको बारेमा धेरै कुरा पढ्न सकिन्छ, तर कुनै देशलाई वास्तवमै बुझ्नको लागि त्यसको सडकमा यात्रा गर्नुपर्छ, त्यहाँको दैनिक जीवन हेर्नुपर्छ र सामान्य ठाउँहरूमा पुगेर त्यो वातावरण आफै अनुभव गर्नुपर्छ। मैले ब्रुनाईमा यात्रा गर्दा देखेका यी सामान्य दृश्यहरू, सडकमा हुने यात्रा, सपिङ, घुमफिर र दैनिक जीवनका साना साना क्षणहरू, यिनै कुराहरूले ब्रुनाईलाई मेरो लागि अझ नजिकबाट चिन्ने अवसर दिएका छन्। किनकि कुनै देशको वास्तविक कथा केवल प्रसिद्ध ठाउँहरूमा होइन, त्यहाँको सामान्य जीवनमा पनि लुकेको हुन्छ। सानो भूगोल, लामो इतिहास, सुल्तानेटको परम्परा, तेल र ग्यासबाट बनेको आर्थिक यात्रा, आधुनिक जीवनशैली र हरियालीले भरिएको प्राकृतिक वातावरण, यी सबैलाई एकै ठाउँमा राख्दा ब्रुनाई दारुसलाम केवल नक्सामा देखिने एउटा सानो देश मात्र होइन, यो आफ्नै इतिहास, संस्कृति र पहिचान बोकेको एउटा विशेष देश हो। र सायद यही कारणले ब्रुनाईलाई नजिकबाट हेर्दा यो देश अझ रोचक लाग्छ। दर्शकवृन्द, तपाईलाई ब्रुनाईको कुन कुरा सबैभन्दा रोचक लाग्यो कमेन्टमा लेख्नुहोस् र यस्तै वास्तविक यात्रा, रोचक, जानकारीमूलक र लाइफस्टाइल सम्बन्धी भिडियोका लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र अर्को भिडियोमा फेरि पनि भेट्ने बाचा गर्दै आजलाई बिदा हुन चाहन्छु। धन्यवाद।